हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल एन्ड फेरि पनि चार्ज नमस्ते। एन्ड सो आज चाहिँ भगवानपुरमा चाहिँ हाम्रो घरतिरको भगवानपुरमा चाहिँ टक्क लाएर सविता गौतम आउँदै हुनुहुन्छ। एन्ड सो गैसी भेटौँ लाग्यो त गाइज। ओके, घन्टी बजाउँदै अहिले चाहिँ यहाँ आइसकेको छौँ। कति बजी भन्दाखेरि चाहिँ अहिले पछि देखाउँछु। यता चिन्टु छ, यता सब मान्छेहरू छन्, हेर्नु सक्नुहुन्छ। उता पनि यत्रो मान्छेहरू हेर्नु सक्नुहुन्छ। यता कुरा भइरहेको, तर सविता गौतमजी आउनु भएन, किन होला? एकैछिन आउँदै हुनुहुन्छ। सो गाइज आएपछि भेटौँ गाइज गाइज अब टक्क। सो गाइज यता चाहिँ टक्क सविताको फ्यान आइसक्नु भएको छ। यता हेर्नु सक्नुहुन्छ सविताको फ्यानहरू टक्क हेर्नु सक्नुहुन्छ। हल्का बोर्ड आइसकेको छ। भावी प्रधानमन्त्रीलाई नमस्ते है त ल। अबको उहाँको 4 काले कार्यकाल पछिको प्रधानमन्त्री हुनुहुन्छ ल। आज यो साँझको समयमा तपाईहरु सम्पूर्णमा मेरो हार्दिक नमस्कार। जय घन्टी भाषणहरू दिन आउँछन्। अब सानो सानो तपाईहरुको आवश्यकताहरू के छ भन्ने कुरा बुझिराखेका हुन्छन्, अनि तपाईहरुलाई यो गाउँठाउँमा के चाहिएको छ भनेर ती कुराहरू चाहिँ अब तपाईहरुलाई दिन्छौँ है भनेर ती आश्वासनहरू दिन आउँछन्। अनि आश्वासन दिन आउँदै गर्दा तपाईहरुले के बुझ्नुपर्छ भने चुनावको ठिक मुख अगाडि आएर तपाईहरुलाई विभिन्न आश्वासन प्रलोभन दिन्छन् भने ती मान्छे तपाईहरुसँग भोट माग्न आएका होइनन्, भोट किन्न आएका हुन्। र भोट किन्ने मान्छेले कहिले पनि भोट किनेर गइसकेपछि तपाईको पक्षमा काम गर्दैन। त्यो विषय पनि तपाईहरु सचेत हुनुपर्छ। अर्को विषय के छ भने निर्वाचनको ठिकै मुख अगाडि चाहिँ केही मानिसहरूले के भन्न सक्छन्, अब डर देखाउँदा पनि भएन, त्रास देखाउँदा पनि भएन, आश्वासन दिँदा पनि भएन भनेदेखि अन्तिममा 2टा भोट हुन्छ एउटा मान्छेले हाल्न पाउने। तपाईहरु सबैले 2टा भोट हाल्न पाउनु सक्छन् भनेदेखि र ठिक छ, एउटा भोट चाहिँ घन्टीलाई, अर्को उहाँ माटोमुनि गाडी जस्तै स्थितिमा चाहिँ पुगेको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यो भएर यो पटक चाहिँ एउटा मरुभूमि जस्तो बन्न सक्छ, एउटा क्रास हुन सक्छ, भूकम्प आउन सक्छ देशको अर्थतन्त्रमा। त्यसो भयो भनेदेखि हामी कहाँ